मेतलाङबाट दृश्य यो सनराइज हुँदै गर्दाको दृश्य हजुर वाउ ठ्याक्कै सेन्टर पोइन्टबाटै गयो प्लेन आयो भाउजू तपाईले किन क्यामेरा अफ गर्नुभयो भने त आयो नि यो चाहिँ बिहानी पख पोखरा मेतलाङबाट देखिएको सुन्दर सनराइज हुँदै गर्दाको दृश्य थ्याङ्क यू भेरी मच अनि यता हिमाल हाँसिरहेको छ पुरै निस्क्यो अब चाहिँ Thank you for everything. Thank you for blessing me. Thank you for protect me. Thank you for everything. Thank you very much. त्यो माछा हो त्यो चाहिँ अलिक खतरा ल आउ न ल नमस्कार हजुरहरू म चाहिँ मेरो दिदीको अनपेड टुर गाइड ल न अनि प्लस एडभाइजर पनि त्यो हाम्रो पछाडि भएको हजुरहरूले देख्न सक्नुहुन्छ हो त्यो चाहिँ हो माछा पुच्छ्रे हिमाल यसलाई चाहिँ इङ्ग्लिसमा फिस्टल पनि भनिन्छ हैन त्यसपछि अब दिदी अलिकति 180 डिग्रीमा घुमाउनु त अलि यतापट्टि त्यहाँ चाहिँ हाम्रो पछाडि चाहिँ दुईवटा हट एयर बेलुन छ हजुरहरूले देख्न सक्नु भएन होला सायद माथि पाम त्यसको लागि अनि त्यसपछि यो हजुरहरूले देख्न सक्नुहुन्छ फेवा ताल हैन ठुलो छ फेवा ताल अरू धेरै मान्छेहरूले खेतीपाती गरेर अलिकति के भनौँ अब एरिया घटाएर रहेछ हैन फेवा तालमै खेतीपाती गर्दैछ किसानीहरूले हेर्नु न त पहिला त्यहाँसम्म थियो म सानो हुँदाखेरि त अनि त्यसपछि त्यो माथि भनेको चाहिँ हाम्रो व्हाइट गुम्बा है पोखराको व्हाइट गुम्बा काठमाडौँको सेम्बुमा भए जस्तै है अनि यो चाहिँ गोलाघर एकदम राम्रो छ हजुर यहाँ आइदिनु होला घुम्दिनु होला फोहोर चाहिँ नगरिदिनु होला मदर नेचर हो मदरलाई दुख्छ फोहोर हेर न फोहोर यहाँ यस्तो फोहोर पनि गर्छ त कसैले ओ माइ गॉड बिर्स्यौ कि कुन्नी काम छैन हाम्रो त बिर्स्यौ कि कुन्नी रेशम तिमीलाई छोडेर हो रेशम तिमीलाई छोडेर हो रेशम सकिन भाग्यो फुल गर न यो साउन्ड फुल गर न बन्दै पो गरिदियो साउन्ड फुल गर भनेको उसले चाहिँ फुल गर्ने भनेर आँखा नझिम्काऊ मलाई रेशम आँखा नझिम्काऊ मलाई रेशम